हजुरलाई 20,500 रुपियाँ बचाउन मन छ भने यो भिडियो पुरै हेर्नु होला। हो, एकजना 22 वर्षको केटीले मलाई मेसेज गर्नुभयो टिकटकमा, दाइ मसँग स्क्याम भयो, मेरो 20,500 रुपियाँ उड्यो, अब के गर्नुपर्छ? हो, स्क्यामरले के गर्छ, हजुरसँग फ्रेन्डसिप बढाउँछ। फ्रेन्डसिप बढाइसकेपछि उहाँहरूले हजुरलाई हामी ट्रेडिङ गर्न सिकाउँछौँ र हजुरले सजिलै एक दिनमा 1 देखि 2 लाख रुपियाँ कमाउन सक्नुहुन्छ भनेपछि आश्वासन दिलाउँछ। हो, यो केस बढी गर्छ। उहाँसँग पनि सेम यही केस भयो। पहिला 5,000 डिपोजिट गर्न लगायो, ल हजुरलाई हजुरको के भन्छन् यो एमाउन्ट बढिरहेछ, प्रफिट बढिरहेछ भनेर एकदम विश्वास दिलायो। फेरि 5,000 त्यही प्रोसिजर सेम, फेरि प्रफिट बढिरहेछ, हजुरको प्रफिट 2 लाख पुगिसक्यो। अब 2 लाख निकाल्नलाई 10,500 रुपियाँ अझै डिपोजिट गर्नु पर्यो रे भनेर उहाँलाई सेम त्यही प्रोसिजर गर्न लगायो। उहाँले गर्नुभयो र 20,500 रुपियाँ उहाँको गयो। हो, यो केसहरू एकदम बढी छ। FIU फाइनेन्सियल इन्टेलिजेन्स युनिटको अन्डर यो केसहरू 2026 मा मात्र 200 भन्दा बढी केसहरू रजिस्टर भइसकेका छन्। इफ हजुरहरू यो केसको पीडित हुनुहुन्छ भनेपछि यो सम्बन्धित हजुरहरू एक प्रब्लममा हुनुहुन्छ भनेपछि नेपाल साइबर ब्युरोलाई आफ्नो प्रब्लम भन्नुहोस्, मेल पठाउनुहोस्, कल गर्नुहोस्, रिच आउट गर्नुहोस्, चुप लागेर नबस्नुहोस्। यो भिडियो अवेरनेसको लागि यसलाई सेयर गर्नुहोस्, फलो गर्नुहोस् र अरूको पैसा पनि बचाउनमा हेल्प गर्नुहोस्।